हेलो साथीहरु वेलकम टु माई मिनी ब्लग। आज पनि बाबुलाई स्कुलबाट ल्याइसकेपछि टक्क नास्ता बनाउनु पर्छ भनेर मैले चाउचाउ के अंडा सन्डा के लिएर आएँ। हेर्नु साथीहरु, अनि त्यसको लागि सबै कुराहरु काटेर रेडी गरे। अनि त्यसपछि छोरोले भन्छ बर्गर खाने पापा भन्छ। फेरि बर्गर कहाँबाट ल्याउनु, फेरि त्यत्रो महँगो चीजहरु भनेर मैले चाहिँ साथीहरु आफैले होममेड बर्गर बनाउन थाले। हेर्नुस्, अनि यसको लागि चाहिँ मैले टक्क सबै कुराहरु गाजरहरु अनि काँक्राहरु मसिनो गरेर काटे, टमाटरहरु प्याजहरु मसिनो गरेर काटे, अनि यिनीलाई टक्क साइडमा राखे। साइडमा राखिसकेपछि अनि हेर्नुस् यति पातलो पातलो काटे हैन सबै कुराहरु। अनि त्यसपछि मैले यो पपलाई चाहिँ पप भन्छ के भन्छ हो यसलाई, पाउरोटी। हामी त पाउरोटी भन्थ्यौं पहिला है, अहिले चाहिँ बम हो कि के बम समसम के भन्दा रहेछन्। अनि यो चाहिँ मैले टक्कलाई दुई टुक्रा बनाए। त्यसपछि चाउचाउ पनि ठ्याक्क पाकेर रेडी भयो साथीहरु। अनि चाउचाउलाई चाहिँ टक्क तल राखेर मैले चाहिँ अब यसलाई बर्गरको लागि फर्स्टमा यो बनाउनको लागि मैले चाहिँ अंडाहरु टक्क मजाले फोडेर अनि त्यसमा सबै कुराहरु हालेर त्यसलाई मिक्स गर्न थाले साथीहरु। अनि मिक्स गर्दै थिएँ, छोरोले यता फेरि पुसअप हान्न सुरु गरेछ। कुराहरु नुनसुन खुर्सानीहरु सबै हालेर फेरि यसलाई मजाले मिसाएँ साथीहरु है। मिसाइसकेपछि अनि त्यसपछि यो मिसाएर अनि टक्क तात्यो तेल पनि, अनि झ्याम्म त्यसमा मैले हाले साथीहरु। हेर्नुस् त कस्तो राम्रो भएको छ। अनि टक्क मजाले यसलाई एकछिन पाक्न दिए साथीहरु। मजाले पाक्यो हैन। अनि पाकिसकेपछि चाहिँ मैले चट्ट फर्काएँ, मजाले पाक्यो। त्यसपछि यसलाई टक्क यता साइडमा लिएर मैले सुनको थालमा राखे। हेर्नुस् साथीहरु है। त्यसपछि अब ब्रेड भन्छु यार, के हो यो बम हो कि के बम हो यो पाउरोटीले मजाले तताएर टक्क प्लेटमा राखे। त्यसपछि सागलाई पनि एकचोटि यसो छोपेर अलिकति नरम भयो के पाक्यो। त्यसपछि म चाहिँ अब बर्गर बनाउने तर्फमा लागे साथीहरु। हेर्नुस्, अनि टक्क यसरी मैले सबै कुराहरुलाई मिलाएर ज्याम्म अलिकति सागहरु अलिकति सबै कुराहरु मिसाएर गाजर अनि त्यसपछि कोकम्बर काँक्रा के अनि सबै राखेर अनि दुईवटा बर्गर रेडी भयो साथीहरु, होममेड बर्गर। हेर्नुस् त, अनि त्यसपछि हेर्दाखेरि चाहिँ त्यति राम्रो देखाएको छैन, तर खाँदा त यस्तो बवाल के मस्त। अनि त्यसपछि छोरोले एक बाइट झ्याम हानिहाल्यो सुरुमै, बवाल छ पापा एकदम टेस्टी छ भनेर भनिसकेपछि त्यसपछि म पनि खानु पर्यो नि भन्ने भयो। झ्याम एक बाइट हानिसकेपछि अनि जस दामी थियो, मिठो थियो के साथीहरु। यो 100 रुपैयाँमा बनेको बर्गर हो हैन। अब बर्गरै अर्डर गर्ने हो भने त लगभग 800-900 परिहाल्छ। अनि त्यही भन्दा अनि हामीले होममेड नै बनायो, तर मिठो थियो के साथीहरु। दामी थियो भने जस्तो हेर्दा छ त्यो भन्दा मिठो थियो के। अनि टक्क हामीहरुले मजाले छोरोले मजा लिँदै होममेड बर्गर खायौं। हेर्नु साथीहरु, बाइ बाइ। र तपाईहरुले पनि